यो त्यो वाला ग्यास पनि सकिसक्यो, यो पनि सकिएको, यो 1 महिना भयो सकिएको, लगभग 1.5 महिना सकियो यसको पनि काम। केही नै त्यहाँ सिलिन्डर लिएर रोडमा डुल्ने होइन, विकल्प खोज्ने हो। विकल्प हामीले यदि गाउँमा हुनुहुन्छ भने दाउरा भन्ने थाहै होला होइन, दाउरा रुखहरू हुन्छ, रुखका हाँगाहरू, त्यसका सुकेका हाँगाहरू बाल्नेर खाना पकाउने। यदि सहरमा हुनुहुन्छ भने हेर्नुहोस्, म तपाईँहरूलाई देखाउँछु यसरी पकाउने। एउटा 4-5 हजारको राइस कुकर किन्ने, त्यसमा चाहिँ यसरी पकाउनुपर्छ। हेर्नुहोस् यसरी दुःख गर्नुपर्छ। त्यहाँ सडकमा गएर तमासा देखाउने होइन। यो दुई तातो फेरि प्रेसर चाहिन्छ, यसरी प्रेसर गरेर यसलाई चाहिँ तातो बनाउनलाई यो बटन छ नि, यो बटन, यो वाला बटनलाई घचटक्क पाल्ने अनि यो कुक हो तात्तिन्छ। यसरी काटेर सबै रेडी गर्ने पहिला। यसरी यहाँ अड्याएको छु, यहाँ चार्जर लाउनको लागि अनि यहाँ तेल हाल्ने। यति तात्तिँदैन, यसको लागि यसमा प्रेसर दिने। यसरी यो हाल्नुपर्ने छ। यो हो खुर्सानी, प्याज, लसुन सबहरू कुटेको पेस्ट। के सेन्ट हो, माइ गड यति मिठो भएको छ, पुरै सकेको सेन्ट। पुदिना पनि थियो, थोरै पुदिना पाउडर पनि राखेको होइन। यस्तो बबाल मिठो सेन्ट आयो। अब यसलाई चाहिँ थोरै पानी हालेर, थोरै ज्यादा पनि हाल्ने, थोरै 3-4 डाडु जति हुने गरी पानी हाल्ने हो। अनि यसलाई अर्को उसमा एउटा कराईमा राखिन्छ, यसमा फेरि भात लगाइदिने हो। अनि भात पाकेपछि मजाले खाने। यति टेस्टी कि पुरै छोडिदिनुहोस् कि ग्यासमा पकाएर अति मिठो। किन चाहियो ग्यास फेरि हेर्नुहोस् त, चार्जरबाटै करेन्टबाटै होइन, हाम्रै यहाँ जोड्दै हेर्नुहोस् यो राइस कुकरमा यसरी जोड्दै यसरी जोड्दै। यो ग्यासमा त मैले माथि चार्जरको सर्टेजको लागि ग्यासको माथि राखेको छु। तात्तिसकेको यसलाई म उठाएर देखाउन सक्दिनँ होइन। यसरी पाकिरहेको हेर्नुहोस्, यसरी चाहिँ मिलाइरह। यो चाहिँ ग्यासमा पकाएको जति कलर त निक्लिन सकेन, तर सेन्ट यति मिठो आइरहेको छ, यति मिठो बास्ना आइरहेको, अहिले खाइदिइहाल्नु जस्तो लागिरहेको। यसरी पनि हुन्छ कि कुकिङ गर्ने तरिका, यसरी पनि कुक गर्न सकिन्छ साथीहरू। फाइनल्ली साथीहरू, अब पहिला मैले यो भाँडामा यो चिकन पकाएँ होइन, त्यसपछि मैले यसमा राखेँ। अनि अब यहाँ भात पनि पाकिसक्यो। रोस्ट ब्रेड, यो यसको चाहिँ बर्गर ब्रेड अनि भात मासु सबै मिलाएर चाहिँ मजाले खाने हो। फाइनल्ली साथीहरू, मैले यही राइस कुकरबाट होइन, यसमै मसँग ग्यास नभए पनि योबाट यसरी भातहरू बनाएर मजाले चाहिँ खाना ल्याइराखेको छु। बिना ग्यासको पनि मजाले चाहिँ खाना चाहिँ बन्छ साथीहरू। जाँगर चाहिँ हुनु जरुरी छ नि त। बवाल स्वाद छ। फाइनल्ली मिठो चाहिँ यति रहेछ, यति मिठो भयो। तर ज्यादा स्पाइसी छ, स्पाइसी बहुत छ। कोही कसैले स्पाइसी मन नपर्छ, तर मलाई त जति स्पाइसी भयो त्यति नै मनपर्छ होइन। पिरो न पिरो मजा लाग्छ। मिठो यो राइस कुकरमा पकाएको मासु अनि राइस कुकरमै पकाएको भात के होइन, यति मिठो छ। तपाईँ पनि पकाएर खान सक्नुहुन्छ साथीहरू।